दुलहाहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन्. Hi everyone, welcome back to my channel. It's me Akriti Rai. After a long gap, I'm back to my YouTube channel, guys. Vlog चाहिँ किन बनाएको थिएन किन आएन भन्दाखेरि चाहिँ I was not well हो अन्त I did not felt like filming अन्त अलिक हेक्टिक चलिरहेको छ नि त लाइफमा प्रोजेक्ट्स कलेज एन्ड मेनी मोर वर्क्स हो त्यही भएर चाहिँ मैले चाहिँ भ्लगहरू बनाएको थिइनँ आई जस्ट अपियर्ड हो तर नाउ आइ एम ब्याक टु माई युट्युब च्यानल आई विल ट्राई माई बेस्ट टु भ्लग अन्त नयाँ नयाँ कन्टेन्ट लिएर आउने छु हो अन्त मलाई चाहिँ एकदमै खुसी लाग्छ है मलाई कतिजनाले सोधिराख्नु भएको थियो है के भन्छ लाइक किन भ्लग आएको छैन होइन किन के भयो किन फेरि इग्नोर मेरो डग चाहिँ भुक्दैछ हो किन भ्लग नहालेको दिदी यस्तोहरू भन्दै थियो नि त अब हुनु त दे आर नट अननोन पर्सन मैले उहाँहरूलाई चिनेकै उयो मान्छेहरू हो तर पनि अब उनीहरूले त्यस्तो भन्दा त आफूलाई पनि कस्तो खुसी लाग्छ नि त है ला यसले पनि हेर्दो रहेछ यसलाई पनि त्यस्तो हुँदो रहेछ वाला फिल आउँछ नि त है सो मलाई चाहिँ खुसी लाग्छ है त्यस्तो मैले भ्लग हालेको थिइनँ अन्त कतिजनाले सोध्नुहुन्थ्यो क्या किन भ्लग नहालेको के भयो र भन्दै हाल्नु नि भ्लग डेली दिदीहरूले पनि मेरो कजनहरूले पनि अब पुरा एडभाइस गर्छ नि त भ्लगहरू चाहिँ डेली हालहरू भनेर हाल त्यस्तो डिस्कन्टिन्यू नगर कन्टिन्यू गरी बस भनेर चाहिँ एकदमै सपोर्टिभ छ क्या मेरो मम्मी र बाबा झन् एकदमै सपोर्टिभ हुन्छ नि लिटरली बाबा बुढो त्यस्तो अब भन्छ भ्लग किन नहालेको हाल्न भन्छ होइन तर मम्मी चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ है भन्नुहुन्छ किन नहालेको भ्लग चाहिँ के भएको त यस्तो 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 भन्नुहुन्छ हो अन्त मलाई चाहिँ कति भाइ बहिनी दिदीहरूले भनिरहेको हुन्थे किन भ्लग नहालेको भनेर चाहिँ त्यही हो रिजन चाहिँ गाइज हो म चाहिँ एकदमै अल्छिनी भएको छु आजभोलि हो पुरा अल्छी लाग्छ मलाई भ्लगहरू बनाउनु चाहिँ हो अन्त के राम्रो कन्टेन्ट पनि त हुँदैन प्लस हो अब त्यही सराउन्डिङ अब काहीँ नयाँ प्लेसेस एक्सप्लोर गर्नु पाए पो मलाई पनि भ्लगहरू गर्नु मन लाग्छ है त्यही अहिले काहीँ नै गएको छुइनँ घरको घरमै छु हो कोही बेला कलेज जानुपर्छ अहिले प्रोजेक्ट्सहरू पनि दिइरहेको छ नि त पुरा अन्त प्लस मेरो इन्टरनल इक्जाम पनि अब नेक्स्ट मन्थदेखि स्टार्ट हुन गइरहेको छ हो अनि त्यसले गर्दा चाहिँ म भ्लगहरू पनि त्यस्तो बनाउनु पाएको छुइनँ प्लस मलाई अल्छी पनि म एकदमै अल्छी फेजमा भइरहेको छु हो अनि त्यहाँपछि अब भ्लग पनि अब एउटा राम्रो कन्टेन्टहरू थियो भने आफूलाई पनि है भ्लगहरू गर्नु मन लाग्छ अब त्यही हाउडेको त्यही अब सुते खायो फोन युज गरेको त्यस्तो त के देखाउनु तपाईँहरूलाई आफूलाई त यस्तो बोरिङ लाग्छ नि तपाईँहरूलाई चाहिँ हेर्दा कति बोरिङ लाग्छ भनेर चाहिँ तर आज चाहिँ म भयो भने कहीँ जानेछु नि त आइ एम प्लानिङ टु गो समवेयर भन्दा पनि मेबी मार्केट अर हाट आज चाहिँ फ्राइडे हाट हो नि त त्यही भएर चाहिँ अब भ्लग बनाऊँ भनेको किनकि लङ ग्याप भइसक्यो नि त मैले भ्लग नबनाएको त्यही भएर चाहिँ आज बनाउने छु गाइज हेर्नु नानी टेम्पर ग्लास अलिकति फुटेको थियो कि मैले चाहिँ अस्ति नै चर्काइदिएको थियो हो अलिकति मात्रै फुटेको पनि थिएन यस्तो वाइट यस्तो देख्दै थिएँ नि त हो मलाई चाहिँ फेरि सक्सक लाग्छ हो उकाइदिएको थिएँ उकाउँदाखेरि चाहिँ यस्तो प्याट्टे भयो अन्त तर पनि त्यत्तिकै टालिरहेको थिएँ मैले अब कहीँ जानै पाएको छुइनँ नि त त्यही भएर चाहिँ टालिरहेको थिएँ हो अन्त अब आज मार्केट गइहाल्यो भने चाहिँ यो पनि चेन्ज गर्नेछु हो ल गाइस अहिले भेटौँ न है के गर्नेछु कसो गर्नेछु कहाँ जानेछु म सबै तपाईँलाई देखाउने छु बाई बाई अहिले भेटौँ गाइस घाम पनि लागिरहेको छ हावा पनि चलिरहेको छ आजको वेदर चाहिँ यस्तो भइरहेको छ हो धुम्म खालके पनि भइरहेको छ तर स्टिल घाम चाहिँ अब त्यस्तो मजाले चाहिँ देखेको छैन नि त वा यस्तो वेदरमा चाहिँ मलाई पुरा मनपर्छ गाइस तपाईँहरूलाई म मेरो गाउँ पनि देखाउँछु ल एकपल्ट गाइस हाम्रो चाहिँ दुईवटा गाउँ छ नि त एउटा खैरेनी यताबाट जान्छ हो यस्तो वे छ यो चाहिँ यताबाट चाहिँ हाम्रो घरदेखि चाहिँ पुर्निङ स्टार्ट हुन्छ यस्तो छ गाउँको नजारा यस्तो छ यहाँ चाहिँ जङ्गल छ यो जङ्गल देख्नुहुँदैछ तर अहिले रुखहरू सेडेड भइरहेको छ लिभ्सहरू अन्त भाडाले चाहिँ मलाई हेरिरहेको रहेछ हो अब भाडा म पनि गाइस तपाईँहरूलाई नि बारीको टुर पनि गराउँछु ल अहिले चाहिँ गाइस बारीमा चाहिँ केही पनि छैन अब उयो हो नि त मकैको सिजन हो अब यहाँ चाहिँ मकै छर्छ यो चाहिँ के हो इस्कुसको उयो होला हो यहाँ सुपारीको बिरुवाहरू छ यहाँ सुपारीहरू छ हो यहाँ टमाटरहरू हेर्नु न डल्ले खोर्सानी वा यत्रोबाट बोटमा पनि फल्दो रहेछ ए टमाटरहरू सबै टमाटर छ यहाँ पनि टमाटरहरू छ हो सुपारी यो चाहिँ हाम्रो सुपारी बारी ए गाइस यो के अरे यसलाई सजना उयो पनि रहेछ
सजनाको बोट हो। अन्त यो चाहिँ हाम्रो सुपारी बारी। एकछिन बारी आएको गाइस, किनभने चाहिँ एकदम मिठो हावा चलिरहेको छ नि त, काम छैन। अन्त के गर्नु, बारी आयो बस्यो। हाम्रो यो सबै सुपारी बारी चाहिँ हाम्रो हो। हाम्रो चाहिँ परसम्म छ खेत। त्यो आधी चाहिँ सुपारी लगाएको छ, आधी चाहिँ उयो के भन्छ क्रप्सहरू उयो के लाग्छ नि त घरमा पनि। अन्त एकछिन हावा पनि खान आएको, प्लस यसो हेर्नु पनि तपाईँहरूलाई एकदम टुर गराउनु पनि आएको नि त। अब आजको भ्लग चाहिँ के हो कसो हो मलाई केही थाहा छैन, बट म चाहिँ प्लान गरेको छु उता जाऊँ भनेर, मार्केट जाऊँ भनेर। एक दुईवटा सामान पनि लिनु छ नि त, अन्त साथीको पनि काम छ अरे त्यसको। अन्त त्यसले खासमा चाहिँ हामी बजार त भयो भने बजार पनि पस्नेछु, त्यहीँ त हो होइन। छिटो भयो भने चाहिँ बजार पनि पस्छु। त्यही हो गाइस, हेर्नु ल अब म तपाईँलाई म नजारा देखाउँछु ल। एकदम अझै यहाँ धान रोप्ने टाइममा चाहिँ यस्तो दामी हुन्छ, यसको भ्यू नै अलग्गै हुन्छ क्या हाम्रो गाउँको। यो टुङमा चाहिँ हाम्रो यति धेरै मेमोरिज छ, यति धेरै मेमोरिज छ। सानो हुँदा चाहिँ हामी झालमुरीहरू बोकेर चाहिँ त्यहाँ बनाइकन हामी झालमुरीको सामानहरू लिएर चाहिँ त्यहाँ गइकन खान्थ्यो। यो टुङ पनि एकदमै धेरै मेमोरिज छ यो टुङमा पनि हो। अन्त यहाँ चाहिँ नि ढाबा छ हो, यो गाइस क्यान कम एन्ड भिजिट। अन्त यो चाहिँ हाम्रो यो ट्री देख्नु हुँदैछ नि, तपाईँलाई पहिलाको भ्लगमा पनि मेन्सन गरेको थिएँ है, हामी पिकनिक खेल्थेँ भनेर। अन्त यहाँ ग्राउन्ड छ, त्यही हो हाम्रो गाउँ कुछ यसो छ हो। अब जान्छु गाइस, मेरो भाँडा माझ्नु छ हो। भाँडा माझेर चाहिँ अन्त रेडी सेडी भएर जानुपर्ने हुन्छ। तर मैले घरमा सोधेको छुइनँ, मार्नुहुन्छ मम्मीले चाहिँ दिनु हुँदैन जस्तो लाग्दैछ मार्केट जानु, बट आई विल हाउएभर कन्भिन्स हर एन्ड ट्राई टु गो। मेरो पनि एक दुईवटा काम छ नि त मार्केटमा, त्यही भएर जाने कोसिस गर्छु हो। मार्केट गइनँ रहेछु भने पनि बजार चाहिँ अवश्य जानेछु, किनकि बजार चाहिँ म जानु। यो के अरे सिमी अर्ग्यानिक खानु पाउँछ। फेरि गाउँठाउँमा बसेको फाइदा यही हो क्या, अर्ग्यानिक खानु पाउँछ। हेर्नु न सजना सबै अर्ग्यानिक हुन्छ नि त गाउँठाउँमा चाहिँ हो, त्यो चाहिँ मलाई एकदमै मनपर्छ। यहाँ पनि छ हो। अब चाहिँ जान्छु घर हो, त्यहाँपछि म भाँडा मोल्छु हो। अन्त फेरि तपाईँलाई भेट्छु ल, लास्ट बाई। अब चाहिँ भाँडा मोल्नु पर्ने हुन्छ। यहाँ चाहिँ दारी अघि कति थियो, अहिले कति भयो? मार्केट नजा भन्दैछ मलाई। ल अहिले भेटौँ ल भाँडा मोलिसकेर। गाइस आस्ना के किन्छ अरे, बल्ल रेडी भएर गएँ। आस्ना हाई गाइस, डोर किल चाहिँ पैसा पाउँछस् ला गर्नुहोस् आमा हो त भइसक्यो कि भिडियोमा नगरे के हुँदैन काटेर हेर्दैन। गाइस हामीले जाँदैछु, गल्यो यति हिँड्दै परसम्म हिँड्नु भन्छ, किनकि यहाँ चाहिँ उयो टोटो पाउँदैन नि त। ए मिसले हाम्रो पनि खिच भन्दैछ। हुन्छ ल हाँसी मात लाग्यो क्या बहिनी, किन भोक लाग्छ कि हिँड्न छिटो। तर के यति बेला पाक्दैन, केही त पाएको हुँदैन, तर उता मार्केटमा त पाएको हुन्छ। मार्केटमा पनि यति बेलै पाक्दैन नि। पाक्छ नि हौ, एक हामी बिहानै जाँदा पाकिरहेको थियो त। 12 बज्छ नि त्यो। यता जुम्नु ए होस् करेन्ट पनि लागेको छ त है। कसलाई करेन्ट लागेको छैन? ला ढाडाको यो दैले भत्किन आँटेको, छाना भत्किन आँटेको होला हावाले होला नि। गाई सब हेर्नु ल, अरू कसले पनि नहेऱ्यो पनि ड्याम्मै भएछ नि, हामीले हेर्छ हेर न हेर्न लु, हेर्छ कि हेर्दैन हेर्ने ल, कसले नहेर्ने अङ्कल चाहिँ नाच्दैछ। हेरेको हेरेन यार, सबले हेरिरहेको छ हेर्नु गाइस। कोही खाली किन बाँधेको छ? राम्री भन्दैछ हामीलाई।
ल ल ल ल हत्त पार्यो तैँले बाई गर्दैछ के भएको भयो दुई भ्लगमा चाहिँ पनि ऱ्यान्डम देख्नुभयो गाइस मैले भनेको थिएँ नि यो भैयाले हेर्छ भनेर हामी जाँदैछु गएर भेटौँ थेट जो पाएँ त्यसको गाडीमा जानु अङ्कलले त हेरेको हेरेर भयो त क्वार्टरको त हो नि बजार हो नि त आज गाइस हामी डाइरेक्ट आएर चाहिँ खाने ल ब्याकग्राउन्ड केही छैन नर्मल नर्मल अब हामी मोमो खान आँटेको गाइस इग्नोर द ब्याकग्राउन्ड मोमो आयो आयो गाइस फ्राई मोमो यहाँ दादा अचार बिधी चाहिँ त थोडा हाँ म जान्छु ल बाई गाइस अहिले भेटौँ गाइस यहाँ एउटा दिजे प्लास्टिक दिजे ब्याग किन्नुको लागि यहाँ यस्तो यहाँ के हो यस्तो यहाँ गाइस हामी चाहिँ यहाँ आसाले कुसन किन्छ अरे कुसन ए 2:30 हुन आँट्यो 2 पनि नबजिरहेछ त मलाई कस्तो डर लाग्यो आसाले उयो किन्छ अरे म्याट अन्त किन्नु आएको होलसेल दोकान तपाईँहरू आउनुहोस् रुटीसँगै हामीलाई यो यस्तो टाइपको आइटम मिल्छ जो पुरो हेड त्यस्तो मन पर्दैन सिम्पल एकदम 250 दाम त के महँगो हौ दादाहरू हाँसेको हाँसेको छ यहाँ हटाइदिन्न मैले तर कस्तो राम्रो है यता झुन्डाउने पनि छ यहाँ छ त वेलकम अत्ताले हौ आम्बो यहाँदेखिको यसमा साउने खालको हेर्छु म सिल्भर टाइपकै देखाउनु न यो राम्रो रहेछ त यो रुम त झिक्ता आपका वीडियो बना रही है हाँ ये तो ब्लॉगर है तो क्यों ना बनाओ नहीं बनाई पर मैं फोटो मत लीजिए फोटो आपका ब्लर कर दूंगी कर दूंगा कर दूंगी ये आपका गर्लफ्रेंड गुस्सा करेगा दिव्या भाभी राम 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 कत्रो पनि आसने हाँ सर राम के हुन्छ त अन्त छोटा नहीं है थोड़ा ये तो ज्यादा ही बड़ा हुआ है इसमें सीधी गिरेगा झंडा दीजिए लगा दिखा तो कितना पहले पैसा बोलिए ना लगा रहे जा रहे 50 रुपीस यहाँ पे लगेगा लगा देंगे हाँ लगाइए तो एक बार ट्राई करेगा भयो मैले चाहिँ पाइनँ लोभी भैयाले बल्ल बल्ल 5 रुपियाँ छोडेन हौ 5 त के 10 रुपियाँ छोडेन है भैयाले यहाँ नि भएको नाम के अरे यहाँ सञ्जित तिवारी जो म अब मेरो के छ भन्दा के छैन बेस थियो एउटा अब हिन्दीबाट सोचेको सबै पुगे 2 पनि नबोल्नु अनि बढी छैन भन्दैन जाऊ न त तिमी चाहिँ बाटो पुरोगिन जस्तो भन्छ के छ घर भन्दा गाइजहरु कस्तो कन्दा बरु सदर हस्पिटल सफर ऊ यहाँ ऐना पनि रहेछ गाइस कहाँ गएको जुम पानी पर्दा त्यस्तो भयो त हौ के होइन अङ्कल बिरामी कति पर्छ हौ 100 रुपियाँ हो तँ यो बोकेर तँ उता जान्छस् देवीनाको बजार ये किलो कितने का है कितने का है बोले 125 रुपए पीस है जी छोटो पर है सानो में है खाली ना एक ही चाहिए जी सानी का है बस छोटी जाओ छाना फोटो दे बस्यो दुईटा नरम फुल लैजाउँ क्या हो अम्बो यहाँ आयो भने त सेलिब्रेटी फिल हुन्छ हौ है कुछ नहीं ये येलो ये तो रहता है डार्क रेड छ त नि त यो फेरि यो त मरुन हौ त्यसमा मलाई के आसनाले म चाहिँ आसनाकै सपिङ गर्न आएको जतिकै भयो ये बड़ा साइज चाहिँ वो त्यो मन परेन मलाई त्यसमा सानो साइज मात्रै छ भैया है उसमें छोटा साइज खाली है और है तो छोटा साइज खाली है वो आज चाहिँ अब बजार भर्खर 2 बज्दैछ अन्त 3 बज्न रहेछ बजार आएको एकछिन म यहाँ अलिकति सौदाहरू लिनु छ त्यही
के देखाउँछु यहाँ सुपारी छान्दैछु दोकानको लागि ममता दिदीलाई देखाइ यहाँ मैले पनि छानिदिएको छु अँ मैले पनि छानिदिएको छु नि यहाँ पसिनै सरी भइरहेको आसनलाई 5 रुपियाँ दिइहाल्नु इच्छा डाली मात्र यत्रो सुपारी ओ ममता दिदी छुर्पी छानी छानी पाउँछ अरे यस गाइस यो दादाको दोकानमा भरे देखाउनु छ दादालाई कहिले छानी सक्नु 1 किलो अल्छी लाग्यो गाइस अब चाहिँ हामी घर जाँदैछ आइ एम सो टायर्ड लिटरली गाइस म चाहिँ अघि घर आएर पनि मेरो उता जाने काम थियो त्यहाँ गएर पनि आएर पनि अन्त लुगा फेरेर पनि अब चाहिँ भिडियो यहीँ एन्ड गर्छु है दो आजको भ्लग चाहिँ थाहा छैन के भयो कस्तो भयो किनकि इट वाज सो एकछिन पहिला त पुरा विन्डहरू आइरहेको थियो नि त आई थट आजको वेदर चाहिँ दामी हुन्छ भनेर तर जस्तो मार्केट गयो इट वाज सो सन्नी हो गरम त्यत्तिकै अन्त त्यहाँपछि डाइरेक्ट हामी चाहिँ बजार गएँ अन्त त्यही हो आजको भ्लग चाहिँ त्यही थियो थाहा छैन कस्तो भयो के भयो है तर पनि हेरिदिनुहोस् होला अल्छी नमानी हो गाइस अन्त किप सपोर्टिङ किप लभिङ हो सी यु इन नेक्स्ट भिडियो बाई बाई